हजुरहरूले होइन कहिले याद गर्नुभएको छ कि छैन है यो कमेन्ट सेक्सनमा गाली गर्ने मान्छेहरू नभनौँ उहाँहरूलाई बुद्धिजीवी भनौँ किनभने उहाँहरूलाई जति नेपाली शब्दकोश हुन्छ नि अब लेख्न चयन गर्न बोल्न अरू कसैलाई पनि आउँदैन क्या फेरि हामी नर्मल मान्छेहरूलाई आउँदैन उहाँहरू उत्कृष्ट लेभलको हो के अनि उहाँहरूले चाहिँ जुन हाम्रो नेपाली सेलिब्रिटिज दिदीबहिनीहरू जो चाहिँ आफ्नो लाइफमा हुन्छ नि दुःख गरेर पैसा कमाएर सक्सेस भएर फ्रिडमले कपडा अब त्यही अनुसार लवाई खवाई गरेर हिँडेको हुन्छ नि अब देख्नै नसकेको त भनौँ न होइन अब उहाँहरूको कमेन्ट सेक्सनमा जसरी आएर उहाँहरूले छाड्नुहुन्छ नि त्यस्तो होइन कमेन्ट हजुरहरूले कहिले बलिउड अथवा हलिउडको हुन्छ नि उसमा गएर देख्नुभएको छ स्पेसली हलिउडहरूमा कहिले देख्नुभएको छ कहिले लेखेको देख्नुभएको छ किनभने उहाँलाई लेख्नै आउँदैन नि त अनि गाली गर्ने भनेकै आफ्नै दिदीबहिनीलाई के कस्तो कस्तो नराम्रो प्रवृत्ति के यो हुन्छ नि प्रवृत्ति वाटेभर होइन कस्तो आफ्नो दिदीबहिनी नेपालको दिदीबहिनी आफ्नो भाषा बोल्ने हुन्छ नि आफू सरहगे दिदीबहिनीहरूलाई यस्तो नराम्रो नराम्रो शब्दले कमेन्ट सेक्सनमा आएर मेन्टल्ली हरास हुन्छ नि गर्ने यो कहिले हट्छ वाट इज दिस थिङ म अचम्म हुन्छु कहिलेकाहीँ म कमेन्ट सेक्सन हेर्दाखेरि म त यति दङ्ग पर्छु कहिलेकाहीँ वाट्स गोइङ अन कसरी त्यो मान्छेहरूलाई किन डर छैन कि त्यो कमेन्ट गर्नलाई हुन्छ नि त्यो कमेन्ट लेख्नलाई पनि पाँचचोटि सोच्नुपर्छ फेरि उनीहरूको फेरि आफ्नै फ्यामिली हुन्छ आफ्नै छोरी हुन्छ हुन्छ नि अनि दे मे बी लाइक सुपरम्यान हुन्छ नि आफ्नो छोरीको लागि त सुपरम्यान होला नि त होइन छोरीलाई त थाहा छैन नि त ठुलो भएपछि थाहा पाउँछ होला अहिले त थाहा छैन नि त सुपरम्यान होला के अनि अरूको दिदीबहिनी छोराछोरी छोरीहरूको कमेन्टमा आएर त्यसरी जताभावी बोल्ने ओ माई गड हुन्छ नि आम लाइक ओके अब हजुरहरूले याद गर्नुभएको छ कि छैन किनभने मलाई चाहिँ कस्तो झसँग याद आयो कि यिनीहरूले लेख्ने भनेकै आफ्नो चेलीबेटी आफ्नो दिदीबहिनीहरूलाई नै रहेछ क्या किनभने उनीहरूले बुझ्छ नि त भाषा बुझ्छ नि त त्यही भएर लेखेको त होला नि होइन हलिउडहरूको सेलिब्रिटीहरूको त उनीहरूले फोटो त वालपेपरमा राखिदिन्छन् पुरै भित्ताहरूमा राखिदिन पनि सक्छन् क्या त्यस्तोसम्म हुन्छ यिनीहरू टु मच अब यो दिस इज हुन्छ नि अ क्राइम मेरो लागि चाहिँ एउटा क्राइमभन्दा कम होइन अरूको चेलीबेटीलाई छोरीलाई यस्तो यस्तो शब्द प्रयोग गरेर फेसबुकमा फ्रिडम अफ स्पिच छ भन्दैमा त्यसको दुरुपयोग गर्नु भनेको द्याट्स टु हरासिङ हुन्छ नि आई कान्ट टेक इट मैले चाहिँ आई एम स्पिकिङ अन बिहाफ अफ दोज गर्ल्स सेलिब्रिटिज होइन जो पनि हुनुहुन्छ दिदीबहिनीहरू हाम्रो आई लभ यु अल अझै गर्दै जानुहोस् अझै प्रगति गर्दै जानुहोस् हुन्छ नि तर दिस हेज टु स्टप यो चाहिँ यो यस्तो कमेन्ट गर्ने यस्तो जताभावी लेख्ने मान्छेहरूको हुन्छ नि यो प्रवृत्तिलाई चाहिँ एकदम बन्द गर्नु पर्यो किनभने कुनै दिन कसैको पनि जेमा पनि आएर उनीहरूले लेखिदिन सक्छन् के द्याट्स टु ब्याड द्याट्स इन्टलरेबल